कोट गर्छु, आई रन माई वान रेस भन्नुहुन्थ्यो, रन योर वान रेस भन्नुहुन्थ्यो होइन। आजको हाइपर कनेक्टेड वर्ल्डमा डिस्ट्र्याक्सनबाट तपाईँ आफूलाई कहिले कसरी फोकस राख्न सक्नुहुन्छ कि बिजनेसमा? यसमा चाहिँ 2-3वटा पोइन्ट छ। एउटा के हुन्छ भने, इफ आई put too much energy into competition, in understanding the competition, there's a lot of negativity. There's like ali negative energy also. But if I keep on learning and just more every day hijo bhanda better garnu sake bhane, even if it's 0.1% मात्रै better भयो भने, if you see my 8-year, 10-year, 15-year को journey मा त is a 40-50% ग्रोथ हुने हो नि त मेरो त, त्यसै पनि हुने भयो। सो इट्स एउटा चाहिँ कन्सटेन्टली लर्निङ गरिरहनु पऱ्यो। यु हेभ टु करेक्ट यु मिस्टेक्स होइन। अब यु सुडन्ट रिपिट द सेम मिस्टेक्स भन्छु म अल द टाइम। अनि अरूकोमा फोकस गर्नुभन्दा माइन्डसेट सुड बी हिजोभन्दा अलिकति बेटर गर्छ है। सो द्याट्स वाइ आई रन माई ओन रेस, आई डोन्ट लुक एट अदर्स। थ्याङ्क यू सो मच। अब तपाईँसँग छ, सिन्स यु आर अल ओभर इन सोसियल मिडिया, तपाईँको सोसियल मिडियामा चाहिँ एकदम सक्सेसफुल फेस देखिन्छ। तपाईँले सुरुमै पनि भन्नुभयो आजको सक्सेस यो त रिजल्ट हो, त्यसको पछाडिको त्यो फाउन्डेसन्स चाहिँ लट अफ फेलियर्सबाट सिकेर आएको भन्नुभयो होइन। तपाईँ एउटा यस्तो फेलियर बताइदिनु जुन चाहिँ सोसियल मिडियामा कहिले पनि बाहिर आएन, जसले तपाईँलाई द्याट इज वान अफ द मोस्ट इम्पोर्टेन्ट फेलियर फर यु टु रिच टु द सक्सेस टुडे। हो एउटा मात्र दिनभरि जान्छ त्यसमा, के मात्र भोगेको छैन। लाइक फर्स्ट बिजनेसमै अब जेनेरेसन काइन्ड अफ हुन्छ नि, बुवाले गरेको छोराले त अब झन् राम्रो गर्ला भन्ने खालको बिजनेस, मुभी बिजनेस, फेल्ड लाइक एनिथिङ, घरमा कुन अनुहार देखाउने। सेकेन्ड बिजनेस साथीभाइसँग मिलेर गरेको, साथीले बिट्रे गरिदियो, के गर्ने। थर्ड बिजनेस आफैले एउटा लेभलमा स्केल गरेर 12-13वटा आउटलेट बनाएको थिएँ, आफ्नो बिजनेसबाट निकालियो, के गर्ने, कुन मात्र कुरा गर्ने। सो लट अफ बिजनेस अलिअलि स्टिभ जबसँग पनि मिल्छ, केही खत्रै गर्छु कि अब पछि थाहा छैन होइन। बट या सो अ लट अफ पेन पोइन्ट्स छ। बट आजको दिनसम्म आउँदाखेरि इफ यु आस्क मी ट्रुली, टच योर हार्ट एन्ड से कि त्यो फेलियरले तिमीलाई एउटा गुड ह्युमन बिङ बनायो, एउटा कि एकदमै एरोगेन्ट बनायो भन्दाखेरि चाहिँ मलाई ह्युमिलिटी भन्ने चिज चाहिँ सिकायो होइन, मलाई डिसिप्लिन भन्ने चिज चाहिँ सिकायो, र मलाई फेथ इन योर सेल्फ। when nobody claps for you, you gotta rise up every day। किनभने मोटिभेसन आउँदैन क्या तपाईँको लाइफमा। तपाईँहरू स्टिल तपाईँहरूलाई पनि एउटा चिज भन्छ कि मोटिभेसनलाई पर्स्यु गर्नुभयो भने आज म भोलिदेखि चाहिँ म यो काम गर्छु भनेर एउटा मोटिभेसन आएको छ भने राति सुत्नु बिहान उठ्दाखेरि गइसक्छ। भोलिदेखि चाहिँ म एभ्री डे जिम जान्छु भनेर तपाईँले गर्नुभयो भने भोलि बिहान उठ्दा पछि जाउँला नि भन्छ। सो मोटिभेसन डजन्ट वर्क लाइक द्याट। मोटिभेसनलाई रिप्लेस गर्नु डिसिप्लिनबाट क्या। डिसिप्लिन इज भेरी टायरिङ, अल्छी लाग्दो हुन्छ, बट द म्याजिक इज इन द रिपिटेसन। एउटै चिज गरेको कस्तो बोरिङ काम हो मेरो, जहिले यहाँ जान्छु केही भइरहेको छैन लाइफमा भन्नुहुन्छ नि, त्यही बोरिङ कामबाट एक दिन म्याजिक हुन्छ क्या। बिकज पिएचडी भनेको के हो त, एउटै चिजमा स्पेसलाइजेसन गरिरहेपछि आउने एउटा बुद्धत्व त हो, एउटा स्किल त हो। सो इट्स अलवेज इन द रिपिटेसन। अब फेलियरको चाहिँ अब लामो कुरा गर्दाखेरि चाहिँ दिनै बित्छ। सो या ओके, तपाईँको सोसियल मिडिया प्लेटफर्म जहाँ डिजिटल हामी लर्निङ गर्छौँ त्यसमा नि आउनेछ र धेरैजनालाई इन्सपिरेसन हुनेछ त्यो कुरा, काइन्ड अफ इन अ वे है। र अडियन्स मध्येबाट एउटा प्रश्न लिन्छु। मैले प्रश्नहरूको सङ्ख्या कम गरेँ र मसँग 2टा प्रश्न छ, मैले प्रश्न काटेँ, हामीसँग समय अभाव छ। नमस्ते, मेरो नाम कपिल तामाङ। मैले सन्जोगजीलाई धेरै फलो गरिरहेको हुन्छु। मेरो एउटा प्रश्न चाहिँ अब आई वान्ट टु बी अ टप अन्टरप्रेनर अफ नेपाल। पहिला पनि नेपालमा अनलाइन बिजनेसहरू गरेको थिएँ, अब धेरै कुरा सिकेँ पनि। अहिले यहाँ आएर सेफमा जब गर्दैछु। अनि मेरो प्रश्न भनेको चाहिँ मनी म्यानेजमेन्टको बारेमा। अब पे स्लिप आउँछ इन्ड अफ द मन्थ, वेयर सुड आई पुट माई मनी। अनि त्यो मनीले चाहिँ मलाई अब त्यो 9 to 5 को त्यो पे स्लिपको त्यो दलदलबाट मैले कसरी निस्किन सक्छु त? मैले हाउ क्यान आई डु समथिङ सो द्याट अरूको अन्डरमा बस्नु नपरोस् होइन, म आफूले केही गर्न सकोस्। मैले अहिले बिस्तारै एआईहरू पनि सिक्दैछु, युट्युब च्यानल पनि खोलिसकेँ मैले, गर्दैछु। बट मनी म्यानेजमेन्टको बारेमा मेरो मेन प्रश्न, 4 वर्ष बसेँ,
सेभिङ्स जेरो, जस्ट वान्ट टु नो हाउ क्यान आई बिल्ड समथिङ मनी म्यानेजमेन्ट. थ्याङ्क यू. एउटा क्वेसन सोधेँ है त तिमीलाई एक्ज्याक्टली थाहा छ तिमीलाई महिनामा एउटा लाइफस्टाइल धान्नलाई यहाँ कति पैसा चाहिन्छ भनेर? डु यु नो? होइन त्यही पनि हुन्छ नि, महिनामा एउटा के हो त भन्दाखेरि एउटामा हरेक नेपालमा गयो भने माथि टङ्की हुन्छ नि, त्यो कालो टङ्की या पहेँलो या निलो टङ्की हुन्छ नि होइन, 1000 लिटर 2000 लिटरको हुन्छ नि. मान त्यो टङ्कीमा तल भुवाल परेको छ अरे, जतिसुकै माथिबाट भरिन्छ? भरिँदैन नि त. तिम्रो टङ्की कत्रो हो भनेर पहिला सुरु तिमीलाई थाहा हुनुपर्छ क्या, फर्स्ट रुल अफ मनी. किनभने त्यो भएन भने जति पैसा आए पनि जति पैसा गए पनि हिसाबै हुँदैन, तिमीलाई जतिले पनि पुग्दैन क्या. तर मनमा हात राखेर भन है त एउटा क्वेसन. अर्को क्वेसन सोधेँ, एउटा यस्तो महिना पनि गएको छ जब तिमीसँग पैसा थिँदै थिएन तर त्यो महिना कट्यो जसो तसो, अभावमै कट्यो. एउटा यस्तो महिना पनि छ जब तिमीले कमाएको भन्दा डबल या ट्रिपल पैसा पनि आएको होला कहीँबाट, तर त्यो महिना पनि अभावमा कटेछ क्या. हो, लास्टसम्म पुग्दाखेरि किन त भन्दा तिमीलाई तिम्रो टङ्कीको साइज थाहा नभएर. जुन दिन तिमीलाई ठ्याक्क मेरो महिनामा चल्नको लागि मलाई 1500 दिराम या 2000 दिराम भयो भने मेरो ट्राभलिङलाई यति, मेरो इन्टरटेनमेन्टलाई यति भनेर बजेट गर्छौ नि, जुन दिन 5000 दिराम आउँछ नि तिम्रो दिमागमा सबकन्सियसली एउटा के हिट हुन्छ त अन्त, यो महिना मसँग अलिक एक्स्ट्रा छ है भनेर थाहा हुन्छ. जुन दिन आउँदैन नि तिमीलाई के रियलाइज हुन्छ त, यतिले पुग्दैन, कमाउनुपर्छ भन्ने रियलाइज हुन्छ. त्यो रियलाइजेसनले नै तिम्रो ह्याबिट्स र तिमीले खर्च गर्ने तरिकालाई चेन्ज गर्दै जान्छ. एन्ड द्याट्स हाउ यु सेभ मनी एउटा. अनि अर्को भनेको तिमीले अघि बस्दा हुन्छ, तिमीले अघि भन्यो कि म सधैँ जिन्दगीभरि अरूको लागि काम गर्दिनँ. वाट्स अ ब्याड अबाउट इट? त्यसमा के छ र नराम्रो? हामी किन अन्टरप्रेन्योरसिपलाई मात्र यस्तो ग्लोरिफाई गर्छौँ कि जब भनेको एकदम नराम्रो हो? वाइ? के प्रब्लम छ? जो मान्छेलाई आफ्नो फ्यामिली टाइम चाहिन्छ, जो मान्छेलाई सेड्युलमा चल्नुपर्छ, उसको लागि जब जस्तो राम्रो केही पनि होइन. आफू एउटा टाइम जबमा दियो, घर फर्केपछि त तिम्रो मी टाइम हो. अन्टरप्रेन्योर बन त, संसारको सबभन्दा पीडित मान्छे. कतिखेर कहाँ के गरेर जानुपर्छ थाहा हुँदैन. हलिडे भनेको त छोडिदेऊ, कहाँ पहिला सुरु त प्रडक्ट बिल्ड गर्नु पऱ्यो, कति वर्षमा बल्ल प्रडक्ट बिल्ड हुन्छ थाहा हुँदैन. सो लेट्स नट ग्लोरिफाई अन्टरप्रेन्योरसिप एन्ड बिजनेस ओन्ली. इट्स ओके टु बी डुइङ जब एन्ड एक्सेलिङ एट इट. राम्रो जब गर, राम्रोसँग काम गर, त्यसमा हाम्रो स्केल राम्रो बढ्दै जान्छ. लाइफस्टाइललाई मेन्टेन गर, सेभिङ्स गर, स्टुडेन्ट छौ भने आफूमा इन्भेस्ट गर, सो द्याट अर्को मल्टिपल सोर्स अफ इन्कम आउन सकोस्. आफूलाई के सोच भने नि, कुवा सोच क्या, त्यहाँ धाराको पानी कताबाट बगाउन सक्छौ त. एउटा भनेको तिम्रो जबबाट बगाउन सक्यौ. अब त्यही जब गर्दाखेरि जुन थोरै पैसा हुन्छ त्यसले फ्रिलान्सिङ काम गरेर मेबी शनिबार या आइतबार मात्र केही गरेर अर्को एउटा कुनै धारा बगाउन सक्छौ कि. यहाँ बसिरहेछौ नेपालमा साथीसँग मिलेर केही गर्दा जहाँ चाहिँ तिम्रो धेरै टाइम जाँदैन, त्यहाँ थोरै पैसा हालेर थोरै अर्को सानो धारा बगाउन सक्छौ कि. त्यसरी आफ्नो मुहानमा आउने धारा चाहिँ मल्टिपल च्यानल बनाऊ अनि तिमीलाई थाहा नै नभइकन तिमी वेल्दी भइसक्छौ क्या. द्याट्स हाउ यु प्रोसेड. हामीसँग धेरै नै समय कम छ. अब त्यसपछि मेरो एउटा फेजलाई छुट्याएर म कन्क्लुसिभ क्वेसन्समा जान्छु उहाँहरूसँग. तर आज सायद आज सोधेका प्रश्नहरू त्यति हेभी प्रश्न थिएनन्, लाइट प्रश्नहरू, एकदम कम्फर्टेबल प्रश्नहरू थिए तपाईँहरूको निम्ति होइन. मेरो पहिलो प्रश्न